सबैको लाइफ देखे जस्तो कहाँ हुने रहेछ। केटा मान्छे भन्दै सजिलो हुन्छ र हेर्नु बस्नलाई बास छैन, खानलाई गाँस छैन जस्तै भइरहेको छ जिन्दगी हेर्नु न यिनीहरूको। एनिवे हे गाइज वेलकम छ फेरि पनि मेरो नयाँ मिनी ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, एकदम सन्चै नै हुनु सधैँ होइन। म चाहिँ अब यत्रो भिडियो बनाइसकेँ, के भन्ने गाह्रो भइरहेको छ। त्यसैले अबबाट अलि सर्ट भिडियो बनाउँछु होला सोचिरहेको छु। अब सर्ट भिडियो बनाऊँ भने फेरि दिनभरिको अपडेट दिन पाइनँ नि त, 1 मिनटभित्रै सबै हुँदैन। त्यही भएर पनि लङ भिडियो भइहाल्छ। आज चाहिँ माथि काम गरेको भिडियो बनाउन पाएन, मोबाइलमा चार्जिङ थिएन, राति डाउन भइसकेको रहेछ, चार्जिङ लगाउनु बिर्सेँ। अब माथि घरमा काम गरेको भिडियो नदेखाए पनि तल काम गरेको भिडियो चाहिँ देखाउँदैछु होइन। कतिपय मेरो भिडियो र मेरो काम देखेर मलाई केही पनि फरक पर्नेवाला छैन। जसले जे भने मेरो लाइफ अन्त मैले कसरी जिने मलाई थाहा छ नि त। कसैले के भन्यो भन्दैमा मलाई केही नि फरक पर्नेवाला छैन। पहिलो कुरो त अरू जसरी त्यो बस्नु काम गर्नुभन्दा मैले भिडियो बनाउने निर्णय गरेँ, त्यही भएर म भिडियो बनाउँछु। एकैचोटि कोही पनि भाइरल हुँदैन, सो टाइम लाग्छ। त्यही भएर म कुर्दैछु। कतिसम्म टाइम लाग्ने हो मलाई नि थाहा छैन। आज चाहिँ मेरो खाना 1:30 बजिसकेको थियो, किनभने यो गाडीको डिल हान्दै थियो मेरो साउले। अनि यो गाडीको डिल सिल हानेर साउ गइसक्यो। अनि म पनि खाना खान गएँ। बिहान 6 बजे आउँछु अनि नास्ता पनि हुँदैन, त्यही भएर लास्ट अनि भोक लागेको हुन्छ। छिटो गएर खानासाना खाएर रेस्ट गर्न थालेँ। खाना अलि ओभरै खाइदिन्छु क्या म, त्यही भएर यस्तो पेट दुख्छ। त्यही भएर अहिले त सुत्दिन्छु। हेर्नु न यो हातमा यस्तो डाम बसेको रहेछ, मलाई थाहै नै कसरी बस्यो मलाई थाहा नै छैन। तर भनेर म फेरि तालासाला लगाएर तल पानी चारेर फेरि गएँ नाइट ड्युटीतर्फ। नाइट ड्युटीमा चाहिँ अलिअलि भाँडाहरू हुन्छ अनि त्यो धुनुपर्ने हुन्छ। त्यो सबै भाँडाहरू धोएर सकाएर तल गएँ। तल अब 10 बजीसम्म मैले नाइट ड्युटी गर्नुपर्ने हुन्छ। काम चाहिँ यस्तै हो, तर अलिक गाह्रो नै लाग्छ मलाई काम गर्न। त्यही भएर पनि मलाई काम छोड्ने मन लागेको छ, तर म काम छोड्दैन होला। एनिवे थ्याङ्क्स फर वाचिङ गाइज। माया छ, फेरि पनि भेटौँला अर्को मिनी ब्लगमा।